नमस्कार सबैजनालाई। म उन्नति बुढा कक्षा 8 की छात्रा आज छोरी बिदाई भन्ने कविता वाचन गर्दैछु। यो कविताका रचनाकार जीवनहरि शर्मा हुन् भने यो कविता शार्दूल विकृति छन्दमा लेखिएको छ। यो कविता यसरी सुरु हुन्छ। छोरी आज बिदा दिने समय भो भक्कानो पर्दा मन, आँसु नित्य बहन्छ रे महलमा एक्लो भएको दिन। नाचन्दङ्ग परी उनी छमछमी त्यो फुलबारी थियो, पुष्पै पुष्प जताततै मगमगी बास्ना चलेको थियो। नाचन धैर्य गरी समान वनमा डाँफे चरी सुस्तरी, नाचेकै छ मयूर एक सुरले त्यही बाटिकामा सरी। बुट्टा फूल सजाउँथिन् घरभरि फोहोर रक्षानमा, हेर्छौँ खाट दुवार टेबिल अनि कोठा र ओछ्यानमा। साँच्चै झलमल चन्द्र ज्योति सरीको आएन औँसी कुनै, गहिरो घाउ र वेदना थपिन भो गाँठो परेको मनै। भान्साभित्र बनाउँथिन् सब कुरा कस्तो थियो सम्झदा, कोट्याए किन योनिको मन थियो उस्तै भयो बलजदा। छोरी छिन् घरमा भ्रमै परिगयो त्यो शून्यता भित्रियो, आफ्नो सन्तति कर्मको बगरमा स्वप्न कता लत्रियो। आमा बाबु सबै समान घरमा हो फुल बास्ना सरी, देवी झै पुजिँदै समान शिरमा यही मोठकै मन्जरी। देवी झै पुजिँदै समान शिरमा यही मोठकै मन्जरी। धन्यवाद।